सुबेरा रात भीतर आए क्या अब क्या चाहिए क्या चाहिए क्या चाहिए सिडी सिडी खनेर चाहिँ ओ आजी ठुलो बजाएन कि तुझे मेरे जाती है पागल हेर्नुहोस् गाइज हाम्रो जुनसुकै पाठ पटेङ्गा टुवेर खाए पनि औषधि हुन्छ जडीबुटी त्यही भएर हाम्रो गाउँको मान्छेहरू 80-90 वर्ष बाँच्छ हो भन्न यो हाम्रो तितपाते यसले के अरे कियाको हराउँछ रे त्यसले त सबै चिलाको मिलाको सबै हराउँछ हाम्रा पुनहरू पानी पर्दा पनि बाख्रा चराइरहेको छ गाई गाउँघरमा यस्तै हो बाटो कति हजुर डेन्जर छ यार धेरै पछि गाउँको ओ माइ गॉड यो हाम्रो गाउँको सबभन्दा रुचि पुतुकी हो पुचाको रुमाल बाँधेर हिँडिरहेको छ मेके सिगान पुचाको रुमाल मुखमा बाँधेर हिँडिरहेको छ त्यसले हेलो हाम्रो बाख्रा चलाउने बुन्नु छ यहाँनिर छाता ओढेर बसेको छ बात मेरा लड्की मुनि माछा पछाडि बस्न यहाँ भिडियो बना न हाम्रो ओरिजिनल अर्गानिक काँक्रा भनेको ओ माई गॉड म चिप्लिन्छ है गाइजहरू हेर्नु है गाइजहरू चिप्लिन्छ बाटो चिप्ले छ लास्ट यार गाइजहरू भटमासहरू छ हाम्रो बारीतिर यस्तो छ गाउँको बाटो लास्टै रोटी छ गाइजहरू यार जुका आउँछ हाम्रो यहाँतिर ओ माई गॉड गड गड पट पागल है मक्कै पागल है मक्कै है गाइस है मक्कै पानी पऱ्यो अझै गाइसहरू गाइसहरू पानी पऱ्यो है अब चाहिँ बाटो चिप्लो छ है भन्ड्याङ खेल्नु पनि बियर छैन है यहाँ त यस्तो गाउँको बाटो लास्टै चिप्लो हिलो गच छ कि गच हिलो चिप्लो बाटो चिप्लो बाटो घाँस काट्न आएको तिमी र म सँगै आएको फाइनली गाइज अब चाहिँ हामी घर आइपुग्नु लाग्यो है चाहिँ घरमाथिको गोठमा आइपुग्यो ओ माई गड चिप्लो बाटो चिप्लो ओहो यो चाहिँ हाम्रो गोठमा आइपुगिरहेको छ हामी चाहिँ हाम्रो गोठ है सेल्फी हान्छ पानी पर्यो यार हट गड अब चाहिँ हाम्रो घर आइपुग्यो पुरानो घरहरू हो यो चाहिँ ल पुरानो घरहरू हो यो हाम्रो यो खाना पकाउने घर हो कोही छैन घरमा अब हामी नयाँ घरतिर लाग्यो बाटो पनि रस्ते चिप्लो छ ओ माई गड आयो हामी नयाँ घरमा आइपुग्यो ल यो चाहिँ हाम्रो नयाँ घर हेर्नुहोस् क्या राम्रो छ बुबा ल हेर्नुहोस् ओहो नयाँ घर आइपुग्यो नयाँ घर त झकास छ नि काठमाडौँभन्दा कम छैन नि हौ ल
ल ल नयाँ घर ओ माई गड नयाँ घर आइपुग्यो हामी है चाहिँ गाउँको नयाँ घर हो गोपाल छ है घर चाहिँ अह पानी पर्यो है पानी लास्ट पऱ्यो पानी लास्ट पऱ्यो है बाई बाई